हेलो नमस्ते एभ्रिवान। म के आज कोरियन नुडल्स बनाउन लागेको छु। भिडियो कस्तो लाग्छ हेरिदिनलाई त मैले पहिला पेनमा तातो पानी तताछु हाल्छु। यसमा सुप बनाएर खाने भएर सुप नबनाएर त्यतिकै खान पनि मिल्छ। सुप कस्तो जाडो छ के जापानमा आजभोलि, त्यही भएर सुप रामेन बनाउन लाग्यो कि नुडल्स। अनि पहिलोचोटि खान लाग्यो कस्तो हुँदो रहेछ। मैले यसमा पहिला मसला हाल्छु, त्यहाँभित्र त्यो नुडल्समा भएको मसला हाल्छु अनि दुईटा बनाउन ला हो। अनि हालिसकेपछि यसलाई पाक्न दिन्छु। कस्तो राम्रो स्मेल आहा के एकदम बास्ना आहा। अनि पाकिसकेपछि म यसलाई त्यसमा नुडल्स राख्छु, दुईटा नुडल्स। अनि कस्तो कि एकदम पिरो खान मन लाग्यो है। यसलाई खाराई पनि बने है, खाराई छ एकदम पिरो पनि छ, बास्ना पनि त्यस्तै पिरो पिरो टाइपको आइरह। अनि यसलाई चलाइदिन्छु म, अलि चलाइ पकाउँछु। अनि पाकिसकेपछि यो पाक्न धेरै टाइम लाग्दैन कि 2 मिनेट जति लाग्यो टाइम चाहिँ। भिडियो लामो हुन्छ भनेर मैले काट्दै बनाएको छु। अनि 1 चम्ची म चाहिँ यो धनिया पाउडर राख्छु अनि नुन पनि राख्छु यसमा। नुन अलि कम हुन्छ कि अलि यति धेरै पानी हाले नि मैले सुप खानलाई भएर। अनि मैले अघि नै रेडी बनाएर राखेको त त्यो चाहिँ क्याबेज अनि कुखुराको कलेजो, प्याज, चना अनि पालकको साग भइहाल्यो। अनि त्यसलाई म यसमा मिक्स गरिदिन्छु। एकदम मिठो हुन्छ के यो सबै मिसाइ। मैले टाइम लाग्छ भनेर अगाडि नै बनाएर राखेको थिएँ सुरु गर्नुभन्दा पहिला। अनि यसलाई चलाइदिन्छु। एकदम मिठो बास्ना आइरह के। टाइम हुन्न, अब टाइम मिलाएर कहिलेकाहीँ छुट्टीको दिन मिलाएर यस्तो खान मन लाग्छ कि। अब सँगै पकाएपछि त यसको सबै बास्नाहरू गइहाल्छ नि, त्यही भएर मैले अगाडि छुट्टै पकाएर राखेको थिएँ। अनि यसलाई पाक्न दिन्छु। कति धेरै बास्ना आयो कि एकदम मिठो। हजुरहरू पनि बनाएर खानु होला। मैले चाहिँ ग्यास अफ गरिदिएँ अनि पुदिना ल्याउन जान्छु। पुदिना धेरै त छैन, यो फेरि लगाउन बेला भइसक्यो है। 1 वर्ष भइहाल्यो यो लगाएको पनि। थोरै पत्ता हरी पत्ता ल्याएर आउँछु, यसको बास्ना पनि आउँछ नि पुदिनाको, एकदम मिठो। साग पनि कत्रो बाहा सानो सानो, यताउता कति राम्रो गराउन के घाम लागिरह है, दिउँसोको समय हो। अनि यसलाई पखालिदिन्छु म। पखालेर त्यत्तिकै एक हातमा मोबाइल छ, एक हातमा पुदिना। अनि त्यसो माथि हालिदिन्छु अनि चलाइदिन्छु यसलाई। एकदम मिठो भएको के यो, सोचे भन्दा पनि मिठो। यो खासै सुप नबनाएर खाँदा पनि मिठो हुन्छ, अगाडि पकाउने पछाडि मसला हालेर। अनि हामी 2 जना खाने भएर मैले 2टा भाँडोमा राखेँ। अनि यो चुकेमनो कि एकदम फेभरेट जापानिजहरूको, यो अदुवाबाट बनाएको हुन्छ, एकदम अमिलो हुन्छ, मिठो हुन्छ कि। मलाई चाहिँ एकदम मन पर्छ, मैले अस्ति नै बनाएर राखेको थिएँ। अनि त्यहाँ माथि फेरि गोमा हाल्छु कि म, एकदम मिठो हुन्छ कि गोमा हालेको। तिल भन्छ हाम्रोमा, अब यता गोमा भन्छ। त्यही गोमा एकदम मिठो हुन्छ कि यो गोमा हालेर खाएको। अनि एकदम बास आउँछ, त्यही भएर मैले गोमा राखिदिएँ। अनि अब सुरु गर्छु है। हेर्नु त कति राम्रो भए। मेरो बुढीलाई खाना दिएको थिएँ कस्तो छ भनेर, एकदम मिठो बास्ना आइरह भन्नुहुन्थ्यो। के भन्नुहुन्छ है त, मिठो अरे एकदम। मैले पनि खान लागेको छु, एकदम मिठो भइरह कि।
हेर्दाखेरि त्यति मिठो देखिया, खाँदाखेरि झन् मिठो देखिया कि यो एकदम मिठो भा। यो चाहिँ फेरि एकदम महँगो पर्छ कि यो किनेर ल्याउँदाखेरि। एकदम मिठो भा है। हजुरहरु पनि यस्तै बनाएर खानु होला जाडोमा। अब त जाडो पनि जान लागिसक्यो। फाइनली खाएर सके मैले। बाई बाई एभ्रीवान। भिडियो कस्तो लाग्छ हेर्दिनु होला।